यो चाहिँ हाम्रो पत्थरकोटको दृश्यहरू होइन। हजुरहरूले हेर्न सक्नुहुन्छ पत्थरकोट हाम्रो यो लालबन्दीबाट भित्र वडा नम्बर 13 पत्थरकोट नामै काफी छ। पत्थरकोट र पत्थरको मुटु, हजुरहरूको प्यारो मुटु हेर्न सक्नुहुन्छ। हाम्रो धेरै ठुलो छैन पत्थरकोट, सानो छ, धेरै सानो पनि नभनौँ ठिक्कको छ। यहाँ प्राकृतिक सुन्दरले पुरै भरिएको छ पत्थरकोट चाहिँ होइन। हेर्न सक्नुहुन्छ त्यहाँ डाँडा, त्यहाँ पहाड, हिमाल चाहिँ छैन फेरि है होइन। हिमाल छैन, हरेक घुम्ने ठाउँहरू पनि त्यति छैन है। घुम्ने ठाउँ भनेको हाम्रो पत्थरकोटमा एउटा रिसोर्ट छ, अनि एउटा त्यो पारी ठुलो चौडी छ होइन। त्यहाँ आर्मीहरू पनि ट्रेनिङ गर्न आउनुहुन्छ। त्यहाँ नि पुल छ, पुलमा आउनुहुन्छ घुम्नलाई। त्यहाँबाट मन्दिर त्यो माथि डाँडामा छ मन्दिर चाहिँ, चल्किने मन्दिर भन्छ। यहाँ घुम्न आउन सक्नुहुनेछ हजुरहरू। कोही आउन मन छ, पत्थरकोट भनेर चिन्नुहुन्छ होला, ठाउँ चिन्नुहुन्छ होला। को व्यक्तिहरू आउनु पनि भएको होला, नआउने जति आइदिनु होला, र आएको व्यक्तिहरू पनि फेरि पनि आइदिनु होला घुम्नलाई। राम्रो ठाउँ छ है। त्यहाँ रिसोर्ट पनि छ पत्थरकोटमा है। अभिषेक नगरकोटी दाइको रिसोर्ट छ। त्यहाँ रिसोर्टमा स्विमिङ पुल र वेडिङ अनि एनिभर्सरी, त्यहाँबाट बर्थडे सेलिब्रेसन सबै गर्न मिल्छ। तपाईँहरू आएर त्यहाँ मनोरञ्जन लिन सक्नुहुनेछ है त अभिषेक नगरकोटी दाइको रिसोर्टमा। र यतापट्टि पनि छ रिसोर्ट भन्दा अलिकति सानो कटेज छ। त्यहाँ चाहिँ बेलुका जाने, रक्सी खाने होइन, केटाहरू बुढो मान्छेहरू त्यही हो। हेर्न सक्नुहुनेछ। यही हो दृश्यहरू, केही पनि छैन। हाम्रो पत्थरकोट भनेको एउटा मुटुको धड्कन जतिको छ हाम्रो लागि चाहिँ। दृश्यहरू एकदम राम्रो क्लियर छ क्या। सबैको घरहरू बनिसक्यो। पहिला सानो झोपडी घरहरू थियो, अहिले ठुल्ठुलो महल घरहरू थडिसकेको छ। हेर्न सक्नुहुन्छ यहाँ त्यहाँ। अनि यहाँ चाहिँ नेवार कम्युनिटी भनेर त हजुरलाई थाहा होला। नेवार कम्युनिटीको एउटा गुठी घर छ। यो गुठी घर कसलाई थाहा छ कमेन्ट गर्नु होला है त। यहाँ चाहिँ मन्दिर, अनि गुठी घर अहिले कम्प्लिट भएको छैन, बनाएर कम्प्लिट भएपछि फेरि म तपाईँहरूलाई भिडियो देखाउने छु है त। यहाँ चाहिँ नेवार कम्युनिटी भन्नाले यहाँ चाहिँ नेवारीहरू धेरै भएको कारणले गुठी घर बनाइएको हो। नेवारहरू धेरै छन् पत्थरकोटमा, र त्यसपछि तामाङहरू, त्यसपछि मगरहरू, अनि अन्य जातिका मानिसहरू हुनुहुन्छ यहाँ चाहिँ। सबैजना मिलेर बस्नुहुन्छ, त्यस्तो भेदभाव केही छैन यहाँ पत्थरकोटमा। ल है त गाइस, अर्को भिडियोमा हामी भेट्नेछौँ। अहिले यति नै।